पहिलो पटक छोटो समयमा सुरक्षित तरिकाले वेल्डिङ कसरी सिक्न सकिन्छ? आउनुहोस् त्यो बारेमा म भन्छु। सबैभन्दा पहिला त वेल्डिङ गर्नका लागि आवश्यक सुरक्षाका साधनहरूसहित आवश्यक सामग्रीहरू अथवा कार्यवस्तुहरू तयार पारिराख्नुहोस्। त्यस पछाडि आफूलाई सुरक्षित गर्नका लागि सुरक्षाका साधनहरू जस्तै आफूले अनिवार्य लगाउनु पर्ने एप्रोन एप्रोन भनिन्छ, जहाँ अहिले देखिरहनु भएको छ। यो एप्रोन लगाउनुपर्छ जहाँ कि वेल्डिङ गर्दाखेरि त्यो आर्क अथवा त्यो आगोको झिल्काहरू आफूतिर नआओस् र आए पनि सुरक्षित तरिकाले बच्न सकियोस् भनेर त्यो एप्रोन लगाउने गरिन्छ। र एप्रोनले त्यसरी आफूलाई आफ्नो ज्यानलाई सुरक्षित राख्न सक्छ। त्यसै गरी अर्को, आफूलाई नभई नहुने अनिवार्य लगाउनै पर्ने सुरक्षित पन्जाहरू, जुन हातले काम गरिन्छ। हातलाई जोगाउनका लागि सुरक्षित पन्जा लगाउनै पर्छ। तपाईँले भिडियोमा देख्न सक्नुहुन्छ, सुरक्षित पन्जा लगाएको देख्न सक्नुहुन्छ, जहाँ चाहिँ लेदर अथवा छाला जस्तो देखिने यो पहेँलो खालको चाहिँ हुन्छ भने त्यो भित्रबाट लगाएको चाहिँ कपडाको जस्तो हुन्छ, कटनको जस्तो, उनको जस्तो देखिन्छ, त्यो लगाएको छ। जुन चाहिँ त्यसै गरी यो देख्न सक्नुहुन्छ तपाईँहरूले हेलमेट, यसलाई चाहिँ खास फेस सिल्ड भन्छ। र यो आफ्नो अनुहारमा चाहिँ त्यो आगोको झिल्काहरू, त्यो आर्कहरू चाहिँ उछुटिएर नआओस् भनेर, र प्लस यो हेर्दाखेरि आँखाको अथवा आँखालाई चाहिँ असर नगरोस् भनेर यो सिल्डको प्रयोग गरिन्छ। त्यसै गरी यो देख्न सक्नुहुन्छ तपाईँले मास्क लगाउनु भएको छ। यो मास्क भनेको चाहिँ श्वास प्रश्वासमा अथवा चाहिँ हाम्रो नाकहरूबाट चाहिँ भित्र जाने भएको हुनाले एकदमै असर गर्छ यसको वेल्डिङ गर्दाको धुवाँले। त्यो भएर मास्क लगाउनु भएको छ। त्यसरी हातमा समाएको चाहिँ ह्यान्डसिल्ड भन्छ, जसले हेलमेटको जस्तै काम गर्छ अथवा फेस सिल्डको जस्तै काम गर्छ। यसले हेर्नका लागि अथवा चाहिँ आफ्नो अनुहार जोगाउनका लागि, सुरक्षाका लागि चाहिँ यसले एकदमै मद्दत पुर्याउँछ, जुन हाम्रो आँखाहरू बिग्रन दिँदैन। सुरक्षाका साधनहरू चाहिँ मध्ये जस्तो लामो बाहुला भएको कपडाहरू लाउनुपर्छ। अनि त्यसै गरी चाहिँ जुत्ता अनिवार्य लगाउनुपर्छ, कहीँ कतै फलामहरू चाहिँ खसेर टुटफुट भएर चाहिँ भरसक चोट नलागोस् भनेर। सुरक्षाका साधनहरू लगाइसके पछाडि अब वेल्डिङ गर्ने स्थलमा जानुपर्छ। र गइसके पछाडि त्यहाँ विद्युतीय हो भने अथवा चाहिँ ग्यास हो भने चाहिँ त्यो मेसिनको पावर चाहिँ ठिक्क लेभलिङमा राख्नुपर्छ। लेभलिङमा राखिसके पछाडि चेक गर्ने। र त्यस पछाडि चाहिँ त्यो जुन वेल्डिङ रड भन्छ, इलेक्ट्रोड, त्यो चाहिँ त्यो मेसिनको होल्डर हुन्छ, जुन एउटा पिलास जस्तो अथवा चिम्टा जस्तो च्याप्ने, त्यसमा चाहिँ सुरक्षित तरिकाले चाहिँ च्याप्नुपर्छ। र धेरै च्याप्नु हुँदैन, त्यो चाहिँ माथि अलिकति बाहिर फ्लक्स गरिएको हुन्छ इलेक्ट्रोडको, त्यो फ्लक्स नभएको ठाउँमा चाहिँ त्यो होल्डरले च्याप्नुपर्छ। होल्डरले च्यापिसक्यो भने चाहिँ एक दुई पटक चाहिँ बाहिरी रफ अथवा चाहिँ कार्यवस्तु जुन काम गर्नुपर्ने फलाम हो त्योभन्दा बाहिर चाहिँ आर्क निकाल्ने। आर्क भनेको चाहिँ एक दुई पटक ट्राई गर्ने त्यो झिल्का निकाल्नलाई। झिल्का निकालिसके पछाडि चाहिँ अनि बल्ल आफूले चाहिँ चाहेको ठाउँमा अथवा चाहेको फलाममा चाहिँ वेल्डिङ गर्न सकिन्छ, त्यो जहाँ कि नबिग्रियोस् भनेर, सहजताका लागि। र त्यसै गरी विद्युतको जुन कति एमएमको इलेक्ट्रोड हो अथवा वेल्डिङ रड हो, त्यो आफूले विचार गरेर, जस्तो 2.5 हामीले चाहिँ विशेष गरेर हामीले प्रयोग गर्ने भनेको चाहिँ 2.5 र 3.2 को हुन्छ, जुन त्यो अनुसारको विद्युत सप्लाई गर्नुपर्छ। आफूलाई जति चाहिन्छ त्यही अनुसार 2.5 भयो भने चाहिँ करिब 100 को हाराहारीमा चाहिँ राख्नुपर्छ भने विद्युत। अनि त्यसै गरी 2. अथवा 3.2 छ भने फेरि विद्युत चाहिँ करिब
150 को हाराहारी अथवा चाहिँ 140-45 त्यतिमा चाहिँ विद्युतीय मेसिनलाई राखेर प्रयोग गर्न सकिन्छ। त्यो भयो। त्यसै गरी हामीले जुन ओल्डिङ गर्दाखेरि अथवा ओल्डिङ गर्ने फलाम हुन्छ, त्यो फलाम पनि काट्नेदेखि लिएर घोट्नेदेखि रगड्नेदेखि लिएर होइन उसको फोहोर सफा गर्नेदेखि लिएर फोहोरहरू फाल्ने हुन्छ नि, जस्तो धेरै खिया लाग्यो भने चाहिँ ओल्डिङ राम्रो बस्दैन, बिटहरू राम्रो बस्दैन होइन, अनि देखियो भने पनि कोही डिफेक्ट भएर चाहिँ भोलि बिहान धेरै लङ टाइम नटिक्न सक्छ। त्यो भएर यस्ता कुराहरूमा चाहिँ डिफेक्ट आउन नदिनका लागि होइन भनेको चाहिँ त्रुटिहरू चाहिँ नआओस्, सकभर चाहिँ आफूले गरेको काम चाहिँ दीर्घकालीनसम्म चाहिँ राम्रो बनोस् भन्नका लागि त्यो कार्यवस्तुलाई पनि एकदमै सफा र अनि आफूले काटेर मिलाउँदैछौँ भने पनि एकदमै नापेर होइन फिताहरूले विभिन्न स्केलहरू हुन्छन् त्यसले चाहिँ नापेर एकदमै साइजमा काट्नेदेखि लिएर घोट्ने कामहरू चाहिँ गर्नुपर्छ। यदि त्यसो गरिएन भने चाहिँ जुन मात्रामा हामीले जहाँनिर गर्न खोजेको ओल्डिङ त्यो चाहिँ सही ठाउँमा सही अवस्थामा नआउन सक्छ, अथवा सही ठाउँमा चाहिँ ओल्डिङ अथवा त्यो फलाम अथवा त्यो कार्यवस्तु चाहिँ प्रयोग अथवा सदुपयोग नहुन सक्छ। त्यो भएर त्यतातिर पनि हामीले ख्याल गर्नुपर्छ।